शब्दमा शक्ति तब हुन्छ जब शब्द भावनासँग जोडिएको हुन्छ। त्यसैले म आज मेरो सनातन संस्कृति प्रतिको मेरो भावना, सनातन संस्कृति प्रतिको मेरो श्रद्धालाई लिएर यस दिव्य सभामा उपस्थित भएकी छु। वास्तवमा भन्ने हो भने सनातन संस्कृति भनेको समयभन्दा पुरानो छ र विज्ञानभन्दा निकै नै गहिरो छ। अझ भनौं अहिलेको हामीले बुझ्ने सनातन संस्कृति भनेको केवल पूजा कार्य र आरतीमा मात्र सीमित छैन। यो भनेको हामीले जीवन जिउने हाम्रो जीवन पद्धतिमा सीमित रहेको छ। अझ भनौं विद्यार्थी भाइ बहिनीहरू र युवा वर्गको लागि त जीवनको मार्गदर्शकको रूपमा रहेको छ। हामीले सोच्ने गर्छौं हामीले किताबमा र कापीमा कलेज विद्यालयमा पढेको शिक्षा नै ज्ञान हो, तर सत्य ज्ञान त्यो हो जसले हजुरको जीवनमा परिवर्तन ल्याउँछ, जसले हजुरको सोच र व्यवहारलाई शुद्ध गर्ने गर्दछ। तर विडम्बना आजको हाम्रो नेपाली समाजलाई चियाएर हेर्ने हो भने आजको हाम्रो युवा वर्गहरू विज्ञान र प्रविधिमा यति धेरै अगाडि पुगिसकेका छौं कि हामीले हाम्रो परम्परालाई पछाडि छोडिरहेका छौं। मोबाइलका फङ्सनहरूका कुराहरू यति धेरै याद गरिरहेका छौं कि हामीले हाम्रो मन्त्रहरूलाई भुल्दैछौं। हाम्रो हातमा 2-3टा डिग्रीहरू छ तर हामी दिशाविहीन भएका छौं। हामी त यति भाग्यमानी छौं, हामी नेपाली एउटा पशुपतिनाथ भएको ठाउँमा जन्म लिएका छौं। आज यस्तो ठाउँमा जन्म लिएका छौं जहाँ हामी भावनाले यति धेरै नजिक छौं कि हामी यस्तो धेरै नजिक छौं, हामीलाई बाँच्नको लागि कुनै विज्ञान र प्रविधिको जरुरत नै छैन। हामीलाई हाम्रो संस्कार, हामीलाई हाम्रो भक्तिले नै बाँधिरहेको छ। यहाँहरू समक्ष म एउटा उदाहरण दिन चाहन्छु। मेरो गाउँमा एकजना बुबा आमा हुनुहुन्छ जसको 2 सन्तान हुनुहुन्छ, एकजना अस्ट्रेलिया एकजना अमेरिका हुनुहुन्छ। उहाँको छोराछोरीको एउटै मात्र इच्छा कि बाबा आमाले अब घरको धन्दा छाडिदिएर एउटा विज्ञान र प्रविधिकोले भरिएको यो मुलुकमा आएर सुखमय जिन्दगी व्यतीत गरे हुन्थ्यो भन्ने। छोराको एउटै मात्र इच्छा छ बाबाले अब कृषिहरू सबै छोडेर दुःख गर्न छोडेर यो मुलुकमा आएर सुखमय जीवन व्यतीत गरे हुन्थ्यो। उहाँहरूले पनि आफ्नो छोरा र छोरीको कुरालाई नकार्न सक्नु भएन। उहाँहरू विदेश जानुभयो, तर विडम्बना के भयो, उहाँहरू 1 महिना पनि नपुग्दै आफ्नो स्वदेशमा फर्किनु भयो। मैले बुबालाई प्रश्न गरेँ, बुबा छोराछोरी त उतै हुनुहुन्थ्यो, तपाईँ यति छिटो नै किन फर्किने निर्णय गर्नुभयो? उहाँले भन्नुभयो साँच्चै नै उहाँको उत्तरमा यति पीडा थियो। हामी नेपालीलाई त धर्म र संस्कृति, हाम्रो सनातन संस्कृतिले यति धेरै बाँधेको रहेछ, हामी त भावनामा यति धेरै बगेका रहेछौँ। आज म दुखी हुँदा म सँगसँगैको मेरो छिमेकी दुखी हुनुहुन्छ। आज मेरो घरमा चामलको बोरा सकिँदा मेरो छिमेकीले ल्याएर मलाई पैसो दिनुहुन्छ। म आज कोटी होममा जान्छु, मेरो डिया बाच्छा हेरिदेऊ है भनेर आफ्नो छिमेकीलाई भन्दा एउटा विश्वासको साथ अडिग भएर उहाँ निर्धक्क भएर आफ्नो काममा लाग्नुहुन्छ। तर त्यत्रो समय म विदेशमा बस्दा मेरो छिमेकीको हुनुहुन्थ्यो भनेर पनि मैले पत्ता लगाउन सकिनँ। म त्यो घुटनमा एउटा बन्द कोठामा बस्नै सकिनँ। म त्यो घुटनमा बस्न सकिनँ। मलाई मेरो देश नै प्यारो लाग्यो, मलाई यो भावनाले बाँधिएको यो सम्बन्ध नै प्यारो लाग्यो। आखिर वास्तवमा सनातन संस्कृति केवल हाम्रो लागि धर्म मात्र रहेन रहेछ, यो त हाम्रो जीवन जिउने मूल मन्त्र नै रहेछ।